हाम्रो देशको सबभन्दा सुन्दर सम्पत्ति भने चाहिँ प्रकृति। त्यो डाँडा काँडामा हिमालमा जुन विदेशीहरू लाखौं पैसा खर्च गरेर हाम्रो देशमा केही दिनको त्यो मात्र सुख भोग्नलाई पनि लालायित भएर आइराखेको छ, जबकि त्यो त सबै हाम्रो जतिखेर पनि उपभोग गर्न पाइन्छ, त्यसको आनन्द उठाउन पाइन्छ। अब यो उमेर पनि म एउटा यस्तो उमेरमा पुगेको छु, कालखण्डमा पुगेको छु जहाँ कि अब चाहिँ टाउको दुखाउँदिन। जीवनको कति बाँकी समय छ त्यो अनिश्चित चिज हो, तर जति पनि छ त्यो चाहिँ म टाउको नदुखाइकन, आफ्नो पनि नदुखाउने, अरूको पनि नदुखाइकन, जुन मैले पूर्व जन्मको पुण्यको फलले या यो जन्मको पुण्यको फलले गरेर मैले यस्तो वातावरण मैले इन्जोय गर्ने अवस्था पाइराखेको छु, त्यो भरपुर म इन्जोय गर्छु भन्ने सोच बोकेको छु।